नमस्ते साथीहरु। अब मैले यसले लार्किङको बस सेन्टर भन्छ यसलाई। म यहाँ छु। यहाँबाट सबै बस पाइन्छ। यस्तो छ लार्किङ बस सेन्टर। यहाँबाट सबै ठाउँको बस पाइन्छ। जेबी सेन्ट्रल केल जहाँ गयो नि यहाँबाट पाइन्छ। यो ठुलो सिंगापुर पनि यहाँबाट जान मिल्छ र सिंगापुर जाने बस उताबाट पाइन्छ। त्यहाँ पासपोर्टहरु के गर्नुपर्छ त्यो मैले गएको छैन, मलाई थाहा छैन। र यहाँबाट सबै बस पाइन्छ सबै ठाउँ। यो भनेको ठुलो बस सेन्टर हो। यस्तो छ। यो लार्किङ बस सेन्टर हो। त्यहाँबाट सबै ठाउँको बस पाइन्छ। म त जेबीबाट सिटी स्क्वायरबाट लार्किङ आएको, लार्किङबाट पन्तेन जान्छु पेकानस। त्यो बस छैन अहिले, एकछिन पर्खिनु पर्छ। राम्रो छ यहाँ, बस्ने ठाउँ पनि राम्रो छ, खाने ठाउँ पनि उतातिर भित्र गएर खाना पनि मिल्छ। यस्तो छ है। धेरै विकसित लाग्छ यार मलाई यो ठाउँ। धेरै राम्रो, देख्न पनि राम्रो लाग्छ। मेरो साथी त्यहाँ बस्यो। मेरो साथी चाहिँ धेरै यताउता हिँड्न सक्दैन कि, मान्छे अलि कस्तो छ त्यो त। म घुमे गर्छु, भिडियो बनाउने हाल्ने, त्यही समय। सर सफाइ पनि धेरै राम्रो छ, देख्न सक्नुहुन्छ। अलिकति पनि फोहोर छैन। यहाँ सबै बसहरू सबै ठाउँको बस हो। यहाँबाट जाने सबै ठाउँ जान्छ यहाँबाट बस। यो ठुलो बस हो, बस पार्क हो। ल साथीहरु, अब म बस्छु। अब हाम्रो बस आउने बित्तिकै म पनि जान्छु। यहाँ गर्मी धेरै छ कि यहाँ।